हामी त हेर आमा कति सुहाएको राजाको सिन्दुर यो मेरो शिरमाथि भनेर गर्वले जाहिर खाएको अधिकृतहरू हौँ हामी जबसम्म हामी जिउँदो रहन्छौँ हाम्रो इमान जवानले हामी यो सेनाको लागि चाहिँ निष्ठावान कर्तव्य भएर चाहिँ हामी आफ्नो जीवन दिएको संस्थामा कार्यरत अधिकृत हौँ हामी। त्यही भएर म आज के भन्न चाहन्छु भने मेरो कोही पनि मान्छे नराम्रो हुँदैन। यदि कोही मान्छे नराम्रो हुन्छ भने त्यो परिस्थितिले नराम्रो बनाएको हुन्छ। You cannot dictate the whole book from outside the front page. Unless you study him, each and every page of the books, you can find the story of the books or the theme of the books. यही हो आर्मी लाइफ पनि त्यस्तो हो। जब यदि म सिगरेट खान्छु भने लास्ट पफ त त्यो फिल्टर बाँकी हुन्छ नि, मैले त्यो फिल गरेँ आर्मी लाइफ भनेको। जब पफ तान्यो लास्टमा फिल्टर भएपछि हामी फालिदिन्छौँ नि। I feel that. That's why I don't feel like staying more in this job. So I quit happily.